व्हाट्सअप सबैलाई होइन धेरै पछि भ्लग बनाउँदैछु। म चाहिँ भइसक्यो गाउँमा आएको 2-3 दिन भइसक्यो। असार खेती लाएर बसिरहेको छौँ। बाख्रा हेर्दैछौँ नि बाख्रा अगाडि जाँदैछ चक्क पारेर। क्वालिटी अलि नराम्रो होला किनकि गाउँमा पानी परेर फोन पनि त्यस्तै भइसक्यो होइन बिग्रिसक्यो। पानी परेर टावरै गइदिने हेनदेन। अनि मेन कुरा हेर्नु न यसलाई चाहिँ हेभन भन्छ कि क्यामेरामा हेर्दा अलिक नराम्रो आउला तर रियलीमा ओ माई गड। बट गाउँमा आएर असार खेती लाएर यहाँ हात हेर्नु त यो सबै रातो रातो छ त फोका उठेर नि फुटेको। झन् अर्को हातमा त हातको यस्तो सबै बिग्रिसक्यो पुरै दह्रो भइसक्यो होइन। त्यही हो धेरै पछि भ्लग गर्दैछु। भ्लग कन्टिन्यू गर्छु अब चाहिँ होइन। कन्टिन्यू भन्दा नि 1-2 दिन ग्याप राखेर हुन्छ होइन। सबैले सब्सक्राइब गरेर बेला आइकनलाई दबाई राखिदिनु होइन। अब गाउँको भ्लग होइन रमाइलो हुन्छ डेली भ्लगहरू आउँछन् अब चाहिँ। फेरि डेली भ्लग पनि अलिक गाह्रै हुन्छ कि गाउँमा नेट गइदिन्छ अनि अलि हालिदिनै गाह्रो हुन्छ कि। अनि पानी हेर्नु न पानी सिम पर्दैछ। माइजू मेलामा जानुभएको होला तर कति पछि कोदालो चलाएर त हात त धोइदिरहेको के त। बट म यहाँ चाहिँ होइन के भन्ने कि हेभन यस्तो दामी होइन तर बट पानी पर्दै के पानी पर्दै देखेको छ कि छैन होइन। कालै भएर पानी परिरहेको पानी परेको प्रुफ चाहिँ यहाँ छ है। फेरि पानी परिरहेको बाख्राहरू अगाडि कुदिरहेको होइन। ल त्यही हो अहिले म घर पुगेर भ्लग गर्छु। त्यही हो पानी पर्दै कि त्यही हो मलाई कि भिडियो निभाउनु मनै लागेन होइन। बट यता हेर्नु त ऊ तल मान्छे जान्दैछ होइन। यो चाहिँ चक्क मेरो मामा घर होइन। यति ऊ परसम्म त्यो रोड देखेको यतापट्टिसम्म होइन। तल रोडदेखि ऊ त्यहाँ तल रोड तलको घर देखे पनि होइन। यहाँबाट उँभो चाहिँ ऊ त्यहाँ रोडको माथिल्लोपट्टिसम्म गुरुङ गाउँ हो कि। चक्क दामी छ कि जे होस् रमाइलो लाग्छ भनेर पानी परेपछि त झन् पानी परेर उब्रिनु पर्छ होइन। यस्तो दामी दिन भर्खरमा हरियाली हुन्छ भर्खर क्या फ्रेस भइदिन्छ कि गाउँको महलै देखेर म चाहिँ बाख्राहरू चक्क चराउने होइन। यसो हेल्प पनि गर्नु पऱ्यो नि आएपछि करसलर कुराहरू सिक्नु नि पर्छ। बट लास्टै हातमा ठेला उठेर लास्टै दुख्दो रहेछ कि। त्यही हो हिजो भिडियो गरेन किनकि पानी परै थियो नत्र भिडियो गर्छु भनेको थियो। हल्का गरेको छु त्यो हेर्नु। त्यही हो जे रमाइलो लाग्छ रमाइलो छ। केटा मकैबारी दर्याममै होइन चक्क बाख्राहरू पनि दर्याम हल्का जाँड रक्सी सितान असारमा घर बसेर खाँदा त थुकै निस्किरह्यो भने त्यही हो। बाख्रा पनि टन्न अगाइदिएको कि कहाँ हिँड्ने हो कि अब अझै कहाँ हिँडेको तिमीहरू हो। त्यही हो रमाइलो छ यसो
बोल्न मन लागेर बोलिदिएको छक्क पारेर होइन मकैबारी दर्यामी केटाहरू मकैबारी नै मकैबारी क्यामेरामा पानी सानी पसिसक्यो कस्तो आइरहेको छ क्वालिटी बिग्रियो हेर गयो अब घरमै हेर छक्क गर्नुपर्छ अहिले त्यो मेन कुरा जुगा लाग्दिने कि जुगाको डर भइदिने कि त्यस्तै हुन्छ कि यो अच्छा तर बाटोको हालत भनी यस्तो छ नि त त्यही बाटोको हालत बाटोको हालत त A+ छ तर यस्तो बाटोहरू रमाइलो लाग्छ होइन गाउँघरमा यत्तिको चाहिँ हुनु पऱ्यो कि तर लास्टै हिलो हो कि होइन नि कहाँबाट बाख्न जाँदैछौँ कि त्यही हो एकछिन फाइनल्ली लागेको हो रात पनि परिसक्यो चक्क लाएर म चाहिँ बाहिर बसेर चक्क यसो भ्यू हेरिरहेको हल्का फुल्का भ्यू हेरिरहेको होइन दामी लाग्छ कि गाउँघरको सिजन यस्तो बेलामा अहिलेमा एकैछिनमा झाप्प लाएर कुइरोल छोपिदिनु नि सक्छ कि अहिलेमा रिस हुन्छ अनि त्यही हो पानी परिरहेको थियो अहिलेसम्म यसो निस्किनु पाउने हो कि होइन भइरहेको थियो निस्किनु पायो जे छक्क पारेर यस्तै त हो नि मस्त भ्यू हेर्दैछु म पनि चिलपारामा हल्का यसो चौर हान्दै है त्यही हो अब भन्नु के छ र होइन भ्लग आउँछ भोलि पर्सि पनि आउँछ भ्लग होइन चक्क लाएर त्यही हो लास्टसम्म हेर्नु हुनेलाई धन्यवाद होइन सबै सेयर पनि गरिदिउँ सब्सक्राइबर बढाउँ जे होस् 100 सब्सक्राइबर बढे कटेहा म एकदम खुसी छु होइन त्यही हो सबैले सब्सक्राइब गरिदिँदै जाउँ अझै राम्रो कन्टेन्ट निकाल्दै आउँला डेली भ्लगको बारेमा अब हालिहाल्छु डेली एक दिन ग्याप हुन्छ त्यही हो ल केटा हो सबै ठिकै त होला नि होइन ल अर्को भिडियोमा भेटौँ ल